केही छैन आउँदा त के हुन लाग्थ्यो फिल्ममा त्यस्तै आउँथ्यो फेरि सोले भयो ए दोस्ती हाम्रो इस्लामी भन्थ्यो नि त अब त्यसको प्रभाव हाम्रो फेरि पहिला के हुन्थ्यो फिल्म धेरै हेर्थ्यौँ कि टिभी सुभी थिएन मोबाइल थिएन अनि हामी त्यो फिल्म हलबाट कराउँथ्यौँ प्रभावित त्यसमा दुइटा हिरो आउँथ्यो अब एकदम जाने दोस्तो होइन त्यही देखेर हाम्रो जिन्दगी रहनु यही रहेछ जस्तो लाग्थ्यो कि अनि त्यसपछि त्यो बेला एकदम साथीहरू हुन्थ्यो साथीहरूसँग ल लाग्थ्यो घरका आमासँग मात्रै गरिँदैन राति 9-10 बजीसम्म 11 बजीसम्म घुम्ने गर्ने त्यो हुन्थ्यो लास्टमा जब यो लाइफ बढ्दै गयो होइन अब यस्तो भइसक्यो डिलिसले भने जस्तै ती साथी कासेर के छ कता भुलि पो सक्यो कति प्यार साथी एकदम मिल्ने साथी नाम पनि याद छैन अब देख्न चिन्नु होला अब खाएर नाम धेरै याद छैन मलाई इन्टर गर्ने साथीको नाम छैन होइन अनि जबकि डी सेक्सन भनेको कमसेकम कति 100 जनासम्म हुन्छ 100 मध्ये 20 जनाको नाम थाहा छ लाइफ पछि चेन्ज भएको छ लाइफ पछि लास्टमा गएर उयो सीमित हुन्छ कि चाइनाको घरका आमा बुवा होइन श्रीमती छोराछोरी त्यही गरेर सीमित हुन्छ लाइफ त साथीभाइ नयाँ साथी आउँछ फेरि तिमी जुन फिल्डमा काम गर्छौ नि त्यो यस्तो पहिले पत्रकारिता गर्छौ तिमी जम्मै साथी यही क्षेत्रका हुन्छन् टिचिङमा लगाएर त्यही क्षेत्रका साथी हुन्छन् होइन अनि तिमी कुनै ब्याङ्कमा लगाएर त्यही फिल्डका साथी बाहिर साथी पनि जानुपर्छ त हामी यस्तै साथी छ हामी यस्तै घुम्छौँ होइन यस्तै रमाउँछौँ एक शब्दमा भन्दाखेरि जिन्दगी के रहेछ त सर लास्टमा जिन्दगी गोलमोटर गर्दा के छ नि घर परिवार जो छ नि त्यही जिन्दगी त्यही भएर बाबुआमाले भनेको मान्नुपर्छ होइन घरमा शान्ति गर्नको लागि सोध्यो भनेर मान्नुपर्छ समयमा बिहे गर्नुपर्छ तिमीहरू पनि बिहे गरिहाल्छ दुईजनाले